माघी पनि आउन लाग्यो होला। डुनामा मासु दिने चलन हुन्छ। विवाह पनि नजिक नदेखेको मान्छेको पनि डान्स हेर्न मिल्छ। यो खायो फाल्यो बस मैले गरी गरे हैन बोलाइसो आउँदैन ए गरा भाडा खोपडी फोरो भइ यसमा मासु राख्छु भाडा दिनु पर्दैन के साथीहरु भाडा वेलकम छ हजुरलाई हाम्रो घरमा। A few moments later. हेलो गाइज नमस्ते राम गुड मर्निङ सबै साथीहरुलाई। फेरि पनि म आफ्नो न्यू डे न्यू भिडियो लिएर आइसकेछु छु। हजुरहरु पनि सन्चै हुनुहुन्छ भन्ने आशाको साथ यो भिडियो चाहिँ सुरु गर्दैछु। म पनि एकदमै सन्चै छु। सो साथीहरु आज चाहिँ मैले यो भिडियो सुरु गरेको चाहिँ खास कारण मैले अब माघी पनि आउन लाग्यो हैन साथीहरु। माघी पनि आउन लाग्यो अनि माघीमा त धेरै विवाह हुन्छ नि त। धेरै विवाह हुन्छ माघमा फागुनमा अनि माघी पनि आउँदैछ। माघीमा विवाह पनि आउँदैछ। हाम्रो दादाको विवाह पनि आउँदैछ। त्यही विवाहको तयारीमा हाम्रो चलनमा चाहिँ डुना भन्छन् नि साथीहरु। त्यो डुना टपडी डुनामा मासु दिने चलन हुन्छ। अनि त्यही डुना पात टिपेर ल्याएर जसलाई आउँछ त्यसलाई घरमा डुना बनाउन जसलाई आउँछ तिनको घरमा दिएको हुन्छन् डुना लगाउनलाई। अनि त्यही डुना लगाउनलाई हाम्रो घरमा आइसकेछ पात चाहिँ आज। अनि मम्मीले चाहिँ लगाउन जान लाग्नु भएको छ। म चाहिँ देखाउँछु डुना कसरी लगाउँछन्। हस् साथीहरु त्यो चाहिँ विवाहको तयारी हुँदैछ। सबै घरमा दिएछन्। सबै घरमा दिइसकेछन्। त्यो पात चाहिँ विवाह पनि नजिक आउन लागेछ हैन साथीहरु। विवाह पनि नजिक हाम्रो मनमा पनि कति खुल्दुली चलिरहेछ कतिखेर आउँछ विवाह भनेर। यस्तो विवाहमा त्यस्तो हैन डान्स गर्नलाई एकदम एक्साइटेड डान्स गर्छन् नि त। त्यो बाजा ढोल लिएर आउँछन् त्यही भएर डान्स सबैजना डान्स गर्छन्। अनि नदेखेको मान्छेको पनि डान्स हेर्न मिल्छ। त्यही भएर एक्साइटेड हाम्रो छिमेकी साथीभाइहरू सबै एक्साइटेड छौं के साथीहरु। फाइनली आउन लागेछ अब माघीको एक गते स्पेशल दिन हुन्छ। माघीको भगवानको पूजा गर्ने अनि माघीको 1 गते मनायौं भने त्यो जान्छ। अनि छिटो आउँछ छिटो विवाह आउँछ छिटो नजिक। अनि हजुरहरुलाई म देखाउने नै छु। अर्को त्यो सबै देखाउँछु विवाहको सुरुदेखि लास्टसम्म देखाउँछु ल साथीहरु। अब डुना कसरी बनाउँछन् जंगलबाट टिपेर यस्तो बनाएर ल्याउँछन् हैन। यस्तै पुला बनाएर दिएछन्। 3 पुला छ। अनि यो 3 पुला छ हाम्रो घरमा पनि। एउटा पुला चाहिँ वहाँ छ राखेछौं हामीहरु। अनि एउटा पुला चाहिँ मम्मी लगाउन लाग्नु भएको छ। एउटा यो पाटको डुना चौधरीको डुना कस्तो हुन्छ साथीहरु हेर्नु। यो हो डुना। यसमा मासु राखेर हैन यसमा मासु राखेर अनि खायो। जो विवाह खाना आउँछ हैन भोज खाना आउँछ त्यसलाई दिने हो यसमा मासु। यो तयार भएको डुना यो चाहिँ भर्खर तयार हुन जान्लाको यो पाठो। यो चाहिँ बनाएको पुला जंगलबाट यस्तै बनाएर ल्याउँछन् टिपेर। एउटा चाहिँ मम्मी चाहिँ डुना लगाउन लाग्नु भएको छ। कसलाई आउँछ यस्तो डुना लगाउन कमेन्ट गरिदिनु होला। हामीलाई त आउँदैन मम्मीलाई चाहिँ आउँछ। मम्मीले बनाउँदै हुनुहुन्छ। अनि साथीहरु म चाहिँ आफ्नो घरको डुना देखाइसके हैन। विवाहको लागि तयार हुँदैछ त्यो डुना। अब छिमेकी बजै पनि लगाउन लाग्नु भएको छ। बजै पनि डुना लगाउन लाग्नु भएको छ के घरमा दिएछन् विवाहको लागि। त्यो अब थाल कति धुनु हैन त्यही भएर यो डुना बनाइहालु भनेको। अनि डुना सजिलो हुन्छ। त्यो डुनामा मासु राख्यो खायो त्यो फाल्यो राम्रो हुन्छ हैन। त्यही भएर डुना लगाउन लाग्को हामीहरु भनौं कि हाम्रो बजै मम्मी हेर्नु। त्यो चाहिँ डुना यसमा मासु टक्क राख्यो हैन साथीहरु। टक्क मासु राख्यो टक्क दियो खायो फाल्यो बस। यो धुन पनि पर्दैन हैन यसमा जे राख्नु हुन्छ गुडा गेडागुडी अनि चौधरीमा गुडा आलु अचार जे राख्नु हुन्छ। यसमा मासु राख्यो भने झिनै राम्रो
साथीहरू। यस्तो हाम्रो घरमा पनि देख्नु भयो होला हजुरहरूले। यो चाहिँ बजैको घरमा छिमेकी घरमा आछु मैले, आफ्नो गोटियार बजैको घरमा आछु। यता चाहिँ बजै लगाउँदै हुनुहुन्छ, हेर्नु बजै लगाउँदै हुनुहुन्छ। यहाँ छ हाम्रो छिट्नीमा राखेर रहेछ यो पटिया टक्क हन यसको मुन्टो टिप्यो हन, यो फाल्यो टिपेर यसको मुन्टो छ हन। अनि बजैले हेर्नु यसको मुन्टो टिपेर यो फालिसक्नु भएको छ। अब यो लगाउनमा रेडी छ। यो यसरी पात लिन्छन् हन, पातलाई यसरी लियो, फाल्यो त्यसको मुन्टो, अनि त्यसरी मिलायो दुईटा, अनि यसरी टक्क बेड्यो त्यसलाई। हेर्नु यस्तो हुन्छ डुना, त्यसरी लगायो बेर्यो बस टक्क आयो। यसरी यसमा मासु राखेर खायो मस्त। यो नभए हुन्न के साथीहरू, यो पनि लिनुपर्छ। यो पनि किनारमा डुना चाहिँ सबै लगाइसकेपछि त्यो चाहिँ घेरा बनाएर राख्छन् हन। त्यसलाई राखेपछि राम्रो हुन्छ। त्यसलाई घेरा बनाएर राख्छन्, टङ्गाउँछन्। त्यो धेरै समयको लागि त्यो रहन्छ, त्यही भएर त्यसरी राख्नलाई राम्रो हुन्छ। मलाई चाहिँ आउँदैन हेर्न साथीहरू, नत्र म पनि लगाएर देखाइदिन्थेँ। के गर्ने, मम्मीलाई मात्रै आउँछ। मम्मीले चाहिँ धेरै थुप्रो बनाइसक्नु भएको छ। अब यो थुप्रो सबै सक्यो भने, यो पात डुना लगाएर सक्यो भने त्यो जुन घरमा विवाह छ होइन त्यही घरमा दिन जान्छौँ। अनि त्यही घरमा दिन्छौँ, त्यही घरमा राख्छन्। अझै धेरै घरमा दिएछन् के त्यो लगाउनलाई। त्यो अरू घरको पनि दिन जान्छन्। जति बेला सक्यो त्यति बेला जान्छन् दिन। अनि त्यो चाहिँ विवाहको दिन प्रयोग हुन्छ डुना। यस्तोमा राख्यो दियो, मिठो मानेर खान्छन्। यो धुनमा पनि सजिलो, यो धुनेवाला होइन, यो खायो फाल्यो बस। त्यसो थाल जतिको धुनु पर्दैन के, त्यही भएर सजिलो हुन्छ। यो खायो फाल्यो। हाम्रो घरको छिमेकी धेरै छन् होइन, त्यही भएर सबै घरमा दिइसकेछन्। त्यही भएर मैले भनिरहेको थिएँ होइन, त्यो बेरेर राख्छन् भनेर। त्यो बेरेर राख्ने सामान चाहिँ यो हो साथीहरू। हेर्नु यसरी बनाएर राख्छन् होइन, यो धेरै दिन चल्छ। हेर्नु साथीहरू, मैले भनिरहेको थिएँ होइन, यो मात्रै प्रयोग हुन्छ भनेर। यो मात्रै प्रयोग हुन्छ, यो होइन के साथीहरू, किताबमा लगाउने स्टिच पनि प्रयोग हुन्छ। हेर्नु टक्कै लगायो स्टिचले। टेक्नोलोजी चाहिँ आन्टीले गर्नु भएको छ। यो स्टिचको डुना जस्तो हुन्छ। हेर्नु सेम हुन्छ, तर यसमा स्टिच हुन्छ, यसमा स्टिचले लगाएको छ। हेर्नु यो यसरी राखेपछि राम्रो हुन्छ। हेर्नु साथीहरू यसरी राख्नुपर्छ के, मैले सिकाइदिएँ हजुरलाई। हेर्नु यसरी राख्नुपर्छ। गोलो लगायो टक्क काठको लट्ठीमा अड्कायो राख्यो बस। त्यो धेरै सालको लागि पनि हुन्छ, 1 साल 2 साल। किराले खायो भने गयो होइन। यता आन्टी लगाउँदै हुनुहुन्छ, यता आन्टी चाहिँ बसेर हेर्दै हुनुहुन्छ। यता आन्टी चाहिँ स्टिचको टेक्नोलोजी देखाउँदै हुनुहुन्थ्यो। अहिले चाहिँ यसको प्रयोग गर्दै हुनुहुन्छ। के गर्ने अब, स्टिच महँगाइ छ। स्टिच त अब महँगाइ छ, स्टिच किनेर दिनुपर्छ। स्टिचको काँटा यो त आफै त्यहीबाट दिनुहुन्छ। त्यही भएर साथीहरू मैले चाहिँ फुपूलाई बोलाइसकेँ होइन। बोलाइसक्यो डुना चाहिँ अब तयार गर्न लागि। डुना चाहिँ तयार गर्न लागि यो आधा बनाएर छाडेर भाग्नु भएको थियो होइन घरमा। मैले गाली गरी होइन बोलाइछु अहिले। तो गेम बजाना पड़े। गाइस हेर्नु हाम्रो फुपू गाइस मेरो फुपू चाहिँ आइसक्नु भएको छ। हेर्नु आधा काम छाडेर भाग्नु भएको थियो होइन, यसरी बनायो। हाम्रो फुपूको काम यही रहेछ। हात फुपू चाहिँ सिपार हुनुहुन्छ। सिपारबाटै रे सिपार हुनुहुन्छ। हाम्रो फुपू चाहिँ सिपालु हुनुहुन्छ। म चाहिँ देखाउने मात्रै हुँ। अब कोलेसम्म दिन्छ होइन, नत्र म पनि गर्दछु यस्तो। तर यस्तो वाला आउँछ, तर डुना टपडा बनाउन आउँदैन हो। सो म पनि तयार भइसक्यो बनाउनलाई। 1 2 गरी यसरी राख्नुपर्छ होइन। राख्नुपर्छ। ए गर
जल्दी बनाओ हली लेखा चिट्टा बनाए पापा ना खोपरी फोरो भाइ बनाए एक लाख मरती हेर यता हेर्नु साथीहरु हेलो गाइस मात्रै हुन् के हेलो गाइस यसरी बनाउनु लो बनाऊ हाल म पनि म मोबाइल राखेर आउँछु त्यसपछि है छिटो जल्दी लगाओ पूरा फास्ट जल्दी से जल्दी यहाँ उपस्थित हो जाओ वरना आप तो चले जाओगे कैसे हुइगिली यसरी बनाउने कैसे गुठला त यार यसरी लगायौँ यसरी अनि यसलाई पुरा हुने चाहिँ पुरा भएको चाहिँ यता छ हेर्नु पुरा भएको 2-3 बनाइसक्नु भएको छ हेर्नु मोबाइल खसो मोबाइल हेर्नु यस्तो हुन्छ राख्या यो निकाल्यो यसमा मासु राख्यो अनि मासु राखेर टक्क खायो अनि फाल्यो सजिलो साथीहरु टेक्नोलोजी सजिलो हाम्रो काम यो धुन पनि पर्दैन हैन फाल्यो जलायो बस सखाप सुरुमा धेरै बनाइहाल्नु पर्छ फेरि एकै बनायो फाल्यो त्यसपछि त कामै लाग्दैन हैन साथीहरु सुरुमा धेरै बनाउनु पर्छ अनि यसको थाल घरी धुनु पर्दैन के साथीहरु त्यही भएर यो टक्क यसमा मासु राख्यो खायो उठाएर खाली भयो फाल्यो हैन धुनै पर्दैन हो सजिलो हुन्छ त्यही भएर हाम्रो थारु चलनमा चाहिँ यही परेको हुन्छ थारुमा जे नि जसमा भए नि यही परेको हुन्छ हैन यो जतिखेर नि यो परेको हुन्छ दुना परेको हुन्छ हाम्रो चलनमा हाम्रो जातमा भन्ने हैन त चौधरीको ज्वाइँ भन्ने हैन त चौधरीको ज्वाइँ भन्ने हैन चौधरीको ज्वाइँ बनिहाल्नु भाडा धुनु पर्दैन के साथीहरु भाडा धुनु पर्दैन फाइनली साथीहरु मलाई पनि लगाउन आयो यो बनाउन आयो हैन यो घेरा पनि बनाउन आयो मैले एउटा बनाएर जान्ला छु अब यो भन्दा बढी म बनाउन सक्दैन किनकि यो बनिसकेको छ अब मेरो घरमा पनि काम छ त्यही भएर म जान्न लागि त्यो बनाउन लाग्छन् हैन आफ्नो जति सक्दोसम्म बनाउँछन् हैन त्यो बनाएर अनि विवाह गर्न जान्छन् विवाह हुने घरमा दिन जान्छन् त्यो त्यस्तै बनाएर मैले भने न गोलो बनाएको थिएँ नि त बनाएर राखेको थिएँ त्यो चाहिँ चौधरीमा झिरा भन्छन् हैन झिरा त्यसलाई झिरा भन्छन् अब म चाहिँ जान्न छु ठुलो मम्मी घर साग लिन साग किनकि तरकारी छैन कि साथीहरु के गर्ने तरकारी अझको तरकारी के खाने फाइनली साथीहरु म चाहिँ ठुलो मम्मीको घर पुगिसके मेरो भाउजू चाहिँ यता मम्फली पकाइराख्नु भएको छ भुटिराख्नु भएको चाहिँ पुगिसके आफ्नो ठुलो मम्मीको घर अब मम्फली भुट्ने हो खाने हो भाउजू चाहिँ यता मम्फली भुट्दै हुनुहुन्छ हेर्नु यो मम्फली यसरी भुट्यो अनि पाक्यो भने मुखमा जान्छ अनि मुखबाट पेटमा जान्छ न आगो पनि बलिरा छैन हौ बोलो मोबाइल देखेर बोल्यो क्या हो हाम्रो न्यू दुल्हनिया वेलकम छ हजुरलाई हाम्रो घरमा मम्फली कार्यक्रम यो भुट्ने पकाउने अनि खाने मम्फली खाइसकेपछि अनि मैले जुन कामले आछु त्यही काम गर्ने हो एकछिनपछि म आफ्नो भाउजूलाई भनिसकेको छु अनि त्यही काम गर्ने अनि खर्चाने तरकारी पकाउने खाने न त्यही गर्ने हो आजको भ्लग चाहिँ यस्तै हुनेछ धेरै खास कार्यक्रम पनि छैन हैन साथीहरु त्यही भएर अब त्यो तरकारी लिन आयम अब खान्छौ घर गएर म चाहिँ जुन कामले आथेन त्यो चाहिँ काम गरिसकेको छु म चाहिँ साग टिपिसकेको छु हेर्नु साग टिपिसके हैन अब यो घर लग्ने हो टिपेर यति थुप्रो बनाछु हेर्नु थुप्रो म चाहिँ अब घर जान लागि ठुलो मम्मीको घरबाट आइसके हैन सास परिसक्यो अब घर जान लागि हेर्नु साथीहरु म चाहिँ यसरी साइकल कुदाउन लाग्यो हैन अँध्यारो छ मैले लाइट लगाएको छु के
उता बाटो अँध्यारो छ म चाहिँ मेरो साइकल मेरो धन्नो म आफ्नो घरको एरिया चाहिँ पुगिरहेको म आफ्नो घरको एरिया पुगिरहेको म घर पुग्छ अनि देखाउँछु साथीहरू फाइनली म घर पुगिसकेँ मेरो भिडियो के कस्तो लाग्यो चाहिँ त्यो चाहिँ भनिदिनु होला अनि यो विवाहको तयारी आजदेखि सुरु हाम्रो अब आउने नै गर्छ आउँदै गर्छ होइन हजुरहरूले हेर्दै जानुहोला मेरो सुरुदेखि लास्टसम्म भिडियो विवाहको एन्डसम्म हेरिदिनु होला साथीहरू म हजुरहरूलाई सबै विवाह सुरुदेखि लास्टसम्म के कस्तो हुन्छ चौधरीको त्यो चाहिँ म देखाउन चाहन्छु हजुरहरूलाई देखाउँछु मेरो भिडियो हेरिदिएकोमा धेरै धेरै धन्यवाद जो मेरो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला सब्सक्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने सब्सक्राइब फेरि नै आउनेछ मेरो नेक्स्ट भिडियो हस्त धन्यवाद बाई बाई राम राम